त्यो दुईजना ससुराहरू सम्धीहरू के गर्नलाई एउटाले छोरालाई र एउटा छोरीलाई खोज्न भनेर लागे। आमाको माया अत्यन्तै हुन्छ का, बाबाको माया अत्यन्तै हुन्छ का। आमा बा हराएको जालान आउलान भोलि पर्सि दिदी कहाँ होलान् भनेर फोन पनि नगर्न सक्छन्। तर छोरो हरायो भने कस कहाँ गयो साथी कहाँ गयो कि भनेर त्यो आमालाई मर्म परेर कति रुन्छन्। तर आमाको माया बाबाको माया कसैको पनिसँग तुलना गर्न सकिँदैन। तसर्थ यिनीहरू पनि के गर्छन् भन्नुहुन्छ भने दुईजना छोरालाई र छोरीलाई खोज्न गए। जब छोरालाई खोज्दै गएका थिए कहीँ पनि भेटिएनन्। चारैतिर खोज्दै गइरहेका बेलामा ओहो एउटा ठाउँमा त दुईजनाको मूर्ति रूपमा मूर्ति जस्तो देख्न लागेछ। एउटा शमीको खुट्टामा अर्को पारिजातका खुट्टामा, एउटा शमीको रूप भएछन् र अर्को पारिजातको रूप भएछन्। भन्नुभयो नि के भएछन् ती दुईटा श्राप दिएका ऋषिले, एउटा पारिजात एउटा शमी भएर के भएछन् बसेछन्। यसो चारतिर जाँदै थिए अनि त्यसपछिबाट ती पारिजातमा र त्यो शमीमा त मान्छेको छाया देख्न लागे त्यो दुईटा पिताहरूले। ओहो यहाँ केही रहेछ कि भनेर अन्तर्ज्ञानबाट साधनाबाट हेरेका थिए। आफ्ना छोरा र छोरीहरूलाई देख्दा भए। जब यस्तो कसरी भयो भन्दाखेरिमा सम्पूर्ण कुरामा भूतलाई जान्न सक्ने होला। बाबुले र बाबाहरूले भूतलाई जान्न सक्ने होला। तिनका पिताहरूले के सबै कुरा हेर्दा भुसुण्डे नाम गरेका ऋषिलाई अपलायन गरेको हुनाले रूप नपरोस् भनेर श्राप पाएका रहेछन्। तसर्थ यिनीहरू श्राप भएका रहेछन् भनेर के गर्नुभयो भन्नुहुन्छ भने भन्नुभयो अब कसरी मुक्ति हुन्छौ तिमीहरू भन्दा भुसुण्डे ऋषिले भन्नुभएको थियो पिताश्री जब तिमीले भगवान गणेशको दर्शन पाउनेछौ त्यो दिन तिमीहरूको मुक्ति हुनेछ भनेर भन्नुभएको थियो। त्यही भएर भगवान गणेशको साधना आराधना गरिबक्सेला। जब यसरी भइसकेपछि समय बित्दै गयो र आफ्ना छोरा र छोरीलाई बचाउनका लागि उनीहरूका पिताले 10 वर्षसम्म बुढी औँलाले जमिनमा टेकेर ध्यान गर्न लागे। ओम गम गणपतये नमः भनेर के गर्न लागे भगवानको जप गर्न लागे। 10,000 वर्ष बित्दै गयो। ओम गम गणपतये नमः के भनेर जप्न लागे ओम गम गणपतये नमः भन्दै जपर्दै भावमा साधना गर्दै गए। अब साधना गर्दै गइरहेका थिए। त्यही बेलामा श्री गणेश जब त्यही बेलामा गणेश भगवान 10,000 व्यतीत भयो। 10,000 समय व्यतीत भयो सकिसकेपछि उनीहरूको तपस्या देखिकन के हुनुहुन्छ भगवान प्रसन्न हुनुभयो र औरको नामलाई र सौनकलाई के गर्नुभयो सौनकलाई भगवानले दर्शन दिनुभयो। दर्शन दिइसकेपछि भन्नलाई प्रार्थना गर्नलाई हे भगवान तपाईँ भक्त र भावनामा हुनुहुन्छ। तपाईँ असत्यमा बस्नुहुन्न, तपाईँ सत्यमा बस्नुहुन्छ। तपाईले जस्तो जनलाई पनि उद्धार गर्न सक्नुहुन्छ। तपाईँ दयाका सागर हुनुहुन्छ। जस्तै दुखी मान्छेलाई सुख प्रदान गर्न सक्नुहुन्छ। दारिद्र्य भएका मान्छेलाई सम्पत्ति दिन पनि सक्नुहुन्छ। यस्ता भगवानलाई मेरो कोटि नमस्कार छ भनिकन ती दुईजनाले भगवान प्रार्थना गर्दछन्। त्यति मात्रै होइन परमात्मा अनेक थरी आनन्द दिने दाता हजुर हुनुहुन्छ। कल्याण गर्नेका देवता पनि तपाईँ हुनुहुन्छ। तपाईँका वर्ण 1000वटा जिउरा भएका नागशेष नागहरूले नि सक्दैनन्। मामले कसरी सक्न गर्ला ब्रह्मा शिव नारायण इन्द्र कार्तिकेय शेषनाग भनी पनि हजुरै हुनुहुन्छ। परमात्मा सबै भनेकै तपाईँ हुनुहुन्छ। यो सृष्टिकर्ता पनि हजुरै हो, पालनकर्ता पनि हजुरै हो, संहारकर्ता पनि हजुरै हो। यस्ता भगवानलाई मैले कोटि नमस्कार गर्छन् भनेर कोटि नमस्कार गर्दछन्। यसरी नमस्कार गरिसकेपछि श्री गणेशले यस्ता भक्तहरूको यस्तो प्रार्थना सुनिसकेपछि हे भक्तौ तिमीहरूको यो भक्तिदेखि म परम सुखी भएँ। अब तिमीहरूले चाहेको वर माग्न सक्छौ भनेर भन्दा भगवान हामीहरूलाई केही पनि वर चाहिएको होइन। जति हुन्छ हाम्रो जति कर्म गरिन्छ हल्ला भोगा किन हो र हल्ला गर्ने माताहरूको अब त्यसपछिबाट अब तिनीहरू दुईजना तपस्या हुँदै गयो। तपस्या भइसके पूर्ण भइसकेपछि अब माता र ती दुईजना पिताहरूको कथा सुने। कथाको दर्शनले भगवानले भन्नुहुन्छ अब भुर्सुण्डे ऋषि तिमीलाई केही पिरमा भुर्सुण्डे ऋषिका श्रापले तिमीहरूलाई तिमीहरूले भुर्सुण्डे ऋषिलाई गाली र गैजा गरेको हुनाले यो भएको हो भनिकन बताइसकेपछि अब श्री गणेशले भन्न लाग्नुभयो तिमीहरूले
केही पिरी मान्नु पर्दैन, किनकि म सम्पूर्ण कल्याणकारी गर्न सक्छु। अब सम्पूर्ण जनहरूलाई दुःख परेका मानिसहरूलाई दुखी मान्छेलाई सुख दिन सक्छु। बिना सन्तान भएकालाई सन्तान दिन पनि सक्ने खालका र सम्पूर्ण कुराहरू बताउने भएका यस्ता भगवानलाई मैले फेरि फेरि नमस्कार गर्दछु। लौ त अबदेखि लौ त तिमीहरूको यो प्रसन्न भएको हुनाले आज म स्वामीको फेदमा गएर स्वामीका नाम गरेकी तिमीरी छोरीलाई मुक्ति दिनेछु र त्यसपछि पारिजातमा गएर बसेर ती तिम्रा छोरालाई मैले मन्दारलाई के गर्दैछु उहाँलाई मुक्ति दिएर छोड्नेछु। गणेश खुसी हुनुभयो? ल अब तिम्रो छोरीको ठाउँमा जुन ऋषिले श्राप दिनुभएको थियो त्यो ऋषिले श्राप दिएको ठाउँ जुन तिमीले रुख भएर स्वामी हुनु परेको थियो स्वामीका, तिमी आजबाट स्वामी भयौ र तिमी मन्दर तिमी नामेका जुन श्राप भएका थियौ यो पारिजातको बिरुवाबाट मुक्ति भएर तिमी पारिजात मन्दारबाट पारिजात भयौ। अनि त्यसपछिबाट आजबाट जसले स्वामीका पातहरूले मलाई जब पारिजातको काठको मूर्ति बनाएर जसले मलाई आजबाट स्वामीका यी पातहरूले मलाई पूजा गर्दछ त्यसो सम्पूर्ण कल्याण हुनेछ भनेर यहाँबाट स्वामीको र पारिजातको कथा आयो। बुझ्नुभयो कि बुझ्नु भएन? जब आजबाट मुक्ति भयो अब स्वामी जसले मलाई पारिजातको मूर्ति बनाएर स्वामीका पातहरू अर्पण गर्ला त्यसले सम्पूर्ण दुःख र कष्टबाट मुक्त भएर जाला। मलाई सबभन्दा सुनभन्दा नि ठुलो पारिजातको के हो? आगो हो। पारिजातका पात हुन्, पारिजातका स्वामीका पातहरू तिमीले 100 तोला सुन चढाऊ तर स्वामीको पात नचढाऊ त्यो फल प्राप्त हुँदैन। तिमीले स्वामीको सुनको प्रतिमा बनाऊ तर पारिजातको काठको प्रतिमा नबनाऊ तर त्यो सबभन्दा ठुलो महत्त्व पारिजातमा यसरी हुन्छ भन्न लाउनु हो। आजबाट मलाई पारिजातको यो पारिजातको काठबाट बनाएको मूर्तिमा जसले स्वामीका पातहरूले पूजा गर्ला त्यसले उत्तम फल प्राप्ति गर्दछ भनेर यसरी व्याख्या गर्नुभयो भन्ने सम्मको कथा यस अध्यायबाट विस्तार गरियो। नारायण हरि हरि ओम गम गणपतये नमो नमः। बोलिए भक्त वत्सल भगवानको को हो वैदिक सत्य सनातन हिंदू धर्म तो अब मैले फेरि हजुरलाई अब स्वामीको र पारिजातको व्याख्या तपाईँ हजुरलाई व्याख्या नै गरेँ। अब म हजुरलाई फेरि दुबाका मुन्टाहरूको महिमाका विषयमा थोरै सुनाउँछु। अब दुबाका मुन्टा विषयमा सुनाउनुहोस्। दुबाका मुन्टाहरूको महिमाको के छ? अब दुबाको मुन्टामा भगवान कति प्रसन्नता हुनुहुन्छ भन्ने कथा म हजुरलाई श्रवण गराउँदछु। एकाग्र चित्त र एकाग्र भक्ति भइकन सुनिबक्सिएला। त सुन्नुहोस्, एक समयको कुरा हो। राजा जनकले ठुलो भण्डार गर्नुभयो। आफ्ना धन र सम्पत्तिको मोहमा परेर आफ्नो धन र सम्पत्ति कसैले जसले खाए पनि सकिँदैन भन्ने मोहमा परेर राजा जनकले के गर्नुभएछ भने ठुलो यज्ञ गर्नुभएछ। ठुलो यज्ञ कस्तो भन्दा जो आउँछ जसले जति आउँछ खाएर जान्छ भन्ने भइसकेपछि त्यो राजा जनकको घमण्ड देखेर भगवान एउटा ब्राह्मण रूपी हुनुभएछ। बुझ्नु चाहिँ छैन? दुबाको मुन्टोको कथा भन्दैछु, दुबाको महिमाको कथा भन्दैछु। बुझ्नु चाहिँ छैन कथा? महत्त्व बुझ्न पर्यो है। दुबो त भगवानलाई चढ्छ तर किन चढ्छ त भन्ने विषयमा म हजुरलाई चढाउँदछु। दुबाको महिमाका विषयमा म हजुरलाई पनि व्याख्या गर्दछु। लौ त सुन्नुहोस्। अब जनक राजाले ठुलो यज्ञको ठुलो भण्डार भनेको खाना खाने भोजको आयोजना गर्नुभएछ। मेरो राज्यमा कसैले जति खाए पनि सकिँदैन भन्ने अहम रहेछ कि जनकलाई, ठुलो अहम रहेछ। त्यो अहमले गर्दा ठुलो यज्ञ गर्नुभएछ। त्यो यज्ञ गरिसकेपछि त के गरेको छ नि गणेशलाई रिस उठेछ। यी जनकमा कति घमण्ड भएको होला है? कस्तो घमण्ड होला? आफ्नो राज्यको सम्पत्ति कसैले खाएरै नसकिने भन्ने कति अहम भएको होला भन्ने विचार गरेर गणेशले के गर्नुभएछ भन्दा ब्राह्मणको रूप धारण गर्नुभएछ। अनि ब्राह्मणको रूप धारण गरेर के गर्नुभएछ? चट्ट राम्रो परेर ब्राह्मणहरू आइसकेपछि त सबैले मान्ने
अनि राजा जनकका दरबारतिर प्रस्थान गर्नुभएछ। राजा ब्राह्मण राजाले के गणेश रूपी ब्राह्मण आएको देखेर मान सम्मान गरेछन्। गरिसकेपछि भोजनमा टकारेछन् क्या। भोजनमा टकार्नु भएको थियो तर जति पकाएको चिज खाँदै जानुहुँदो रहेछ। ललेउ मलाई थप भन्नुहुन्छ। भगवानको भुँडी भरिँदैन। मलाई थप भन्नुहुन्छ। भगवानको भुँडी भरिँदैन। जति पनि थपेका छन् पकाएको खाना सकियो, पकाएको दाल सकियो, पकाएको तरकारी पनि सकियो, तर सबै कुरा सकियो, भगवानको त्यो भुँडी चाहिँ भरिएन। अनि राजा जनकले भन्नुभएछ, ए तिमीले मलाई भुँडी भर्नका लागि, ब्राह्मणहरूलाई तृप्त गर्नका लागि तिमीले बोलाइ कि होइन भन्दा हो ब्राह्मण पक्नुस पकाउँदैछन् भनेर भन्न लागेछन्। के को पकाउने हो भनेर जहाँ कहाँ छ के भनेर भण्डारभित्रै छिर्नु भएछ। पकाइराखेको चिजहरू घप्लक्क भएर सक्लक्कै खानुभएछ। अलि भित्र जानुभएछ। पुरै अब यो झिकेर पकाउँछौँ ब्राह्मण भन्नुहुन्छ। मलाई तिमीले झिकेर पकाउने बेलासम्म बेर भयो भनेर भगारीबाट सक्लक्कै खाइदिनु भएछ। हे राजा अब मैले के खाम भनिसकेपछि सम्पूर्ण कुरा सकियो। अनि पानीमा भएको पानी पनि सकियो। सम्पूर्ण कुरा राजाको दरबारले सुक्खा बनाइदिनु भयो भगवानले। राजाको दरबारमा के गर्नुभएछ? सुक्खा बनाउनु भयो। सुक्खा बनाइसकेपछि अब कतैबाट केही चिज पनि नपाइसकेपछि अब भगवानले, हे राजा तिमीले घमण्डले तिम्रो रिसले मेरो यज्ञमा मेरो दरबारमा भएको चिज कसैले खाएर कहिल्यै पनि नसकिने भन्ने तिम्रो जुन घमण्ड थियो, त्यो घमण्डले तिमीलाई त कहिल्यै पनि पार लाग्न सक्दैन। तिम्रो राज्यमा जे छ सबैको चिज खाएर सक्छु भनेर ब्राह्मण रूपी ब्राह्मण रूपी गणेश भगवान चारैतिर डुल्न विरह गर्न लाउनुभयो। जाँदै 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 हुनुहुन्थ्यो। भगवानका अत्यन्तै राम्रा दुईवटा भक्तहरू थिए। विरोचना नाम गरेका र त्रिशिरु नाम गरेका दुईटा भगवानका मङ्गलदाता भगवानका अत्यन्तै के गर्दा थियो उनीहरूले भन्दा भगवानको ध्यान मनन चिन्तन गरेर बस्ने, सधैँ भगवानलाई दुबाका मुन्टाहरू अर्पण गर्ने, सधैँ भगवानलाई समीका पातहरू अर्पण गर्ने। तर घरमा चाहिँ एउटा जङ्गलको बिचमा सानो झुपडीमा दुईटा बुढाबुढी टुक्रुक्क बसेका, कोही पनि आएर पनि केही पनि नभएका, एकदम दरिद्रता भएका, एकदम गरिबी भएका, तर भक्तिमा चाहिँ धनी भएका। सबै कुराबाट राजा के गरेका रहेछन्? सुन्नुहोस् है, राजा धनवानका धनी रहेछन् तर उनी चाहिँ भक्तिका धनी रहेछन् के ती दुईजना। ती श्रीमान श्रीमती चाहिँ भक्तिका अत्यन्त धनी रहेछन्। जहिले मङ्गलबार पनि आउनु पर्ने छैन। भगवानले सधैँ गणेशका मुन्टा 21 दुबा मुन्टा चलाउँदा रहेछन्। अनि त्यसपछिबाट सधैँ भगवानका तुतिबिन्ती ध्यान मनन चिन्तन गर्दा रहेछन्। भगवानले विचार गर्नुभएछ, अब एउटाको घमण्ड सके, अर्काको चाहिँ विचार गर्न पर्यो भनेर चाहिँ धनीको चाहिँ विचार गरे, अब गरिबको विचार गर्छु भनेर जानुभएछ। तिनीहरू दुईटाको बिचमा जानु भएको थियो। ए को छ घर भन्नुभयो। अनि दुईटा ती श्रीमान श्रीमती विरोचना नाम गरेका दुईजना श्रीमान श्रीमती के गर्दैछन्? बाहिर आएछन्। ओहो हामी छौँ भनेछन्। अनि त्यो के भनेछन्? मलाई खाना ल्याऊ भनेछन्। हाम्रा माता खाने कुरो केही पनि छैन नि, यसो किन नआउने? केही न केही छ होला। होइन नि परमात्मा केही पनि छैन। हामीले त गणेश भगवानलाई पूजा गर्दै जान्छौँ। हाम्रा घरमा त दुबाका मुन्टा र सबैका पातहरू बाहेकहरू केही पनि छैनन्। हामीसँग खाने कुराहरू पनि केही छैन। तपाईँ त्यत्रो राजा जनकको भोजन खाएर भित्रको भण्डार त्यत्रो खाएर तृप्ति नहुनु भएका ब्राह्मणलाई यो मेरो घरको दुखी घरमा मैले के दिएर तपाईँलाई तृप्त बनाउन सकुला भनिसकेपछि केही छैन तिमीसित बाँकी भनेछन् भन्नुभएछ गणेशले। छ त छ, एक चिज छ। के छ तिमीसित तृप्त बाँकी भनिसकेपछि मैले आज 21 दुबाका मुन्टा मेरो भगवान इष्ट देवता गणेश भगवानलाई मैले अर्पण गरिसकेँ। तर मसँग 21 दुबा मुन्टा बाहेक एउटा मुन्टो बढी भएको हुनाले मैले अघि यता अरू ठाउँमा एक ठाउँमा राखेको छु। मसँग त्यति एउटा दुबाको मुन्टो मात्रै छ भनिसकेपछि ओहो मलाई त्यही ल्याऊ भन्नुभएको थियो। भगवानले उनीहरूले बाहिर लिएर आउँदै थिए। दुबो त मुन्टो बढ्दै 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 गएर भगवानका मुखमा पुग्दाखेरि त
पूर्ण पेट नै त्यो एउटा मुन्टाबाट अगाउनु भयो र भगवानले तृप्ति हुनुभयो। ओहो तिमीले त गणेश भगवानको तृप्ति वा भगवानको ध्यान मनन चिन्ता गर्दै रहेछौ, तर अज्ञान रूपी दानले दिएको अज्ञान रूपी ज्ञान बिलले गरेको भण्डारले राजा जनकको भण्डारै खत्तम भयो। तर तिमी अज्ञान रूपीले भगवानको प्रार्थना र गरेर गणेश भगवानको स्तुति बिन्तीबाट भएर तिमीले दिएको यो भक्तिको एउटा दुबको मुन्टाले म अगाए। भन्नुभयो के अर्थ बुझ्नुभयो? राजा जनकले आफ्नो रिस र क्रोध र आफ्नो शासन देखाएर त्यत्रो भण्डारले म अगाइन, तर एउटा भक्तले भगवानलाई प्रेम र भक्तिका साथ एउटा मात्रै दुबको मुन्टो चढाउँदछ भने पनि त्यसले के हुन्छ? भगवानको भक्तिको प्रेम भगवानलाई भेट्दछ भन्ने सम्मको कथा यस अध्यायबाट विस्तार गरियो। बोलिए गणेश भगवानको जय हो। सिद्धिदाता गणेशजीको जय हो। अब भगवानलाई सिन्दुर किन अति मनपर्छ? सिन्दुरको कथा अब दुबको मुन्टा भयो नि, बुझ्नु नि। भगवानको आस्था त्यति समय छ, एउटा भक्ति हुनु पर्यो। त्यो भक्तिले नै के गर्छ? भगवानले परम भक्ति गर्न सकिन्छ क्या। जब भक्ति नै हुँदैन त्यो हजारवटा दुबका मुन्टा चढाउने केही हुँदैन। जब भावना नै छैन, भक्ति नै छैन,